चाहिँ उ गरिरहेको रहेछन् रावणले आफ्नो चाहिँ सयल काट्ने ठाउँहरू होइन। जस्तै उनी चाहिँ उनी बस्ने ठाउँ यहाँ पनि रहेछ अर्को माथिबाट तल झर्ने तलबाट माथि जाने। पहिले चाहिँ माथि देखाएँ मैले जाँदाखेरि यहाँ पनि त्यहाँ रहेछ। त्यस पछाडि यहाँ हो चक्क बनाएर झरेर अनि यस्तो बनाएर चाहिँ ढुङ्गाबाट यस्तो बनाएर चाहिँ ल त्यहाँ बस्न पाइँदैन। फोडा माथि चाहिँ आज मेन ठाउँमा चाहिँ हामीले फोटो खिच्न पाउँदैन होइन। अनि उनले चाहिँ यस्तो आश्रम यस्तो ठाउँमा चाहिँ आसन गर्ने होइन। अनि ठाउँमा बस्ने चाहिँ फेरेर बस्ने ठाउँ हरेक रहेछ। त्यति माथिबाट फेरि यहाँ तल पनि झर्ने जाने। अनि तर यो लङ्का चाहिँ हनुमानजीले पत्ता लगाएरै छाड्नु हो। त्यस पछाडि यहाँ भयो सबै त्यसरी आएर रेलमा आफ्नो आँखाले उ गर्न सकिन्छ कि। त्यस पछाडि आसाना केप आसान हो हेर्नु त खुट्टा कति ठुला पाइदला पनि उनी आसनमा गर्ने यहाँ गर्ने पो अहिलेसम्म चाहिँ छ। डामहरू छ डोबहरू छ अहिलेसम्म। कति ठुलो पाइला कति ठुलो रहेछ कि रावणको पाइला हेर्नुहोस् त। म देखाउँदै रावणको पाइला ल हेर्नु स्टप नो इन्ट्री। ओ नो सिटिङ गर्ने कुरै भएन। यहाँ चाहिँ रावणको पाइला त्यति ठुलो रहेछ। यहाँ चाहिँ यो सुरुङ रहेछ। सुरुङ हो कि के हो त खै। त्यो सीताफुल भन्ने हुन्छ नि। ओ यो सीताफुल भन्छ यसलाई। होइन यहाँ ढुङ्गा माथि तैँले चक्लेट खानुभएछ है। त्यो पाइलाहरू त्यतिखेर चढ्ने उ गरेको अहिलेसम्म यो मेटिएको छैन क्या। हो कसरी गयो होला नि यसै कसरी पुग्यो होला नि त्यो ठाउँमा है। के शक्ति हो कहाँदेखि कहाँ चाहिँ सीता चाहिँ जन्मेको नेपालमा वनवास चाहिँ इन्डियामा श्रीलङ्कामा अपहरण गरेर ल्याएको। नै अपहरण गरेर ल्याएको सीताजीलाई। लेकिन जानकी मन्दिर जहाँ सीता जन्मेको नेपालमा। अनि ल हेर्नुहोस् त टक्क त्यहाँबाट झरेर फेरि यहाँ बस्ने खालको टक्क। यहाँ चाहिँ बगैँचाहरू त्यो चढेको उहरू बगैँचा टन्नै बगैँचा। यहाँ चाहिँ हनुमानजीले चाहिँ पहिला पनि भनिसकेँ त्यो बगैँचामा फलफुलहरू प्रशस्तै पाइने। अनि बाँदरलाई लखाट यसले चाहिँ यहाँ फलफुल खाएर सिद्ध्यायो भने भन्दाखेरि पछि हनुमानको शक्ति त्यहाँ प्रदर्शन भयो। शक्ति देखेर रावण पनि अचम्म माने होइन। त्यो शक्ति चाहिँ राम भगवानले दिनुभएको थियो होइन। अजम्बरी
त्यो भएको कारणले ओहो यो 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 मार्ग यो के लेखा छ दिस कोब्रा वुड केभ कोब्रा वुड केभ कोब्रा वुड केभ नाम क्या या कोब्रा वुड केभ या कोब्रा वुड केभ ए यहाँबाट रहेछ ओहो यहाँ कोब्रा बस्नु कोब्रा हेड कट अब उता उनीसँग त साप सर्प साप सर्पहरूको आसन गर्थे नि त होइन कोब्राको यत्रो ठुलो मार्ग ल हेर्नु त कोब्राको ठ्याक्कै फेरि कोब्रै छ कि हेड क्याप हेर्नु त चित्र अहिले पनि ठ्याक्कै छ सेम क्यापेस हेर्नु त कोब्राको ठ्याक्कै वासस्थान यहाँबाट यहाँ किन शेषनागले घेरेर बस्थ्यो नि त अनि शेषनागले मा चाहिँ रमाउँथ्यो उनी भगवान् हुन् नि त भगवान् त्यही भएर हो